हेलो गुड मर्निङ स्याजुलो नमस्कार फेरि पनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा र अहिले भने चाहिँ देख्नु हुँदा चाहिँ यहाँ काठ बोकेर जाँदैछु म सट्टी बोकेर यस गुड मर्निङ एभ्रिवान गुड मर्निङ र अहिले चाहिँ हामी घरबाट निक्लिसक्यौँ अब हामी सगेशवैली मोनास्ट्रीमा भएकोमा जाँदैछौँ है 22 गोलाइमा आजदेखि चाहिँ हाम्रो आई लभ मिलिङ बोर्डको कन्स्ट्रक्सनको काम सुरु हुन्छ है आज हाम्रो शिलान्यास पूजापाठ हुन्छ र अहिले चाहिँ हामीले सटरिङहरू साँझो सामान लिएर हामी जाँदैछौँ यहाँ पछाडिपट्टि हाम्रो सेक्रेटरी साहब है सेक्रेटरी साहबले पनि बिचरा काठहरू बोकिराख्नु भएको छ र आजको पनि अपडेट चाहिँ हामी तपाईँलाई दिने नै छौँ है र प्रिभियस भिडियोज है हामीले त्यहाँनिर गएर ल्यान्ड सर्वे गरेको अनि सिलगढी हामी गएको भिडियोहरू पनि मैले रेकर्ड गरेँ र कति कारणवश मेरो सिस्टममा कतिवटा खराबी भएकोले गर्दा त्यो अपलोड गर्नु पाएन यो तर त्यसको पनि तपाईँलाई म है अलिकति सानो झलक म हजुरलाई देखाउने छु है त अहिले चाहिँ हामी यहाँनिर गुम्बा डाँडादेखि अलिक माथि छु हिमुल डाँडादेखि अलिक माथि फेरि है यहाँ मेरो पछाडि साथीहरू देख्नु हुँदै होला ऊ एकदम ऊ बाँदरै काम गर्दैछ केटाले 10 नङ्ग्रा लगाउँदैछ यहाँ चाहिँ किन चाहिँ केटाहरूले सफा गर्दैछ भनेदेखिलाई आजदेखि चाहिँ है हाम्रो क्लब मिलिङ राइडर्स क्लबले चाहिँ आई लभ मिलिङको बोर्डको स्थापना यहाँ गर्ने है यहाँनिर चाहिँ आई लभ मिलिङ बनाउने जमर्को लिएर हाम्रो साथीभाइले आजदेखि काम सुरु गर्नु भइसकेको छ यहाँ साफसफाइ गरेर चाहिँ यो गोडगाड गरिराख्ने आजसम्ममा सामानहरू आइपुग्छ गिटी बलुवा सिमेन्टहरू आइपुग्छ र बिहिबारदेखि चाहिँ है थर्सडेदेखि चाहिँ यो कम्प्लिटली हामीले फाउन्डेसनहरूको काम सुरु गर्ने र यहाँ चाहिँ बनिनेवाला छ मिलिङको आई लभ मिलिङ चाहिँ गुम्बाको ठिकै माथि हो है यहाँ तल चाहिँ हाम्रो गुम्बा छ यो चाहिँ 22 गोलाइको 20 गोलाइ हो यो चाहिँ 20th टर्निङ हो र त्यो 20th टर्निङकै छेउमा चाहिँ बनिँदैछ आई लभ मिलिङ र यो बोर्डलाई बनाउनु हुँदैछ मिलिङ राइडर्स क्लबले है अहिले चाहिँ हामी सिलगढी जाँदैछौँ है हाम्रो आधा साथीहरूले है क्लबको अरू मेम्बर्सले चाहिँ तल काम गर्दैछ केटाहरूले त्यहाँनिर फाउन्डेसन खन्ने है साफसफाइ गर्ने काम गर्दैछ मेटेरियल्सहरू लिएर आउने काम गर्दैछ हामीले मेटेरियल्सहरू पनि मगाइरहेका छौँ र हामी चाहिँ अहिले गाडीमा चढेर सिलगढी जाँदैछौँ है सजन काकै गाडी लगेर गएको र सिलगढीमा चाहिँ किन गएको भन्दा चाहिँ त्यो आई लभ मिलिङको बोर्ड हामीले अर्डर गरेको छौँ है अर्डर गरेको छौँ त कि अस्ति हेरिरहेको थियौँ आज गएर चाहिँ त्यो अर्डर कन्फर्म गरिराख्नु पऱ्यो भनेर जाँदैछौँ र हजुरहरूलाई पनि है हामी गएर हामी देखाउनेछौँ कहाँबाट त्यो बोर्ड ल्याउने हो के कस्तो हाम्रो बोर्ड रहनेछ साइज के कस्तो रहनेछ हजुरहरूलाई पनि हामी देखाउनेछौँ है त जोडिरहनुहोस् हामीसँग हामी तपाईँहरूलाई त्यो सम्पूर्ण डिटेल्स हजुरहरूलाई बताउनेछौँ है अहिले चाहिँ हामी रोहिणी आइपुग्यौँ है अलिक न्यानो हुँदै आयो अब चाहिँ अब बिचमा बसेर अलिक नास्ता गरेर जाने भनेर विचार गरेको त्यो काकाले उहाँ रोक्दै थियो उहाँ त चिनाजाना दोकानमा थिएछ त्यहाँ नखाउँ भनेको बिच्किएर खै कुदाक रोकिदिएको छैन चिनाजाना बहिनीहरू चिनाजाना होइन होला कमिसन खाँदो मन दुखाउनु भयो है सरी छ काका है दुःख नमान्नुहोस् अब अहिले बेलुका आउँदा हेरौँ न अहिले बेलुका आउँदा हेरौँ न त्यो बहिनीलाई ल लन्च गराउँदैछ है काकालाई रोइनेमा रोकेन हो यहाँ हामी चाहिँ दिदीकोमा आएको छौँ र यहाँ दिदीकोमा लन्च गर्दैछौँ हामी अब सन्चो बा काका भात खाएर अघिसम्म त नबोली थियो नि म र भोकले चुपचाप आयो अन्त
उसले भनेको जग्गामा रोकेन भनेर है पर्खिरहेको थियो त्यहाँ आङीहरूले काकी होइन रोहिणीमा काकी त्यहाँ काकीको दोकान हो त्यो यहाँ हाम्रो हुनुहुन्छ चेयरम्यान साहबले पनि बिचरा हो काठ बोक्नु हुँदैछ यहाँ हाम्रो जो हुनुहुन्छ उहाँ चाहिँ नयाँ कोअर्डिनेटर हुनुहुन्छ सोसियल एन्ड कोअपरेटिभ है सोसियल एन्ड को करिकुलर एक्टिभिटिजको कोअर्डिनेटर हुनुहुन्छ र बिचरा उहाँले पनि आज यसरी काठ बोकिरहनु भएको छ है र आजको अपडेट पनि म हजुरलाई दिनेछु जोडिरहनुहोस् मसँग है यहाँ देख्नु हुँदैछ बिचरा हाम्रो क्लबका चेयरम्यान साहब अनि क्लबका कोअर्डिनेटर साहबहरू यसरी खट्नुहुन्छ है हाम्रो क्लबको मेम्बर्सहरू चाहिँ एक्जिक्युटिभ मेम्बर्सहरू चाहिँ यसरी खट्नुहुन्छ है स्वयं आफैले नै हात लगाएर गर्नुहुन्छ म एक्जिक्युटिभ मेम्बर हो म चेयरम्यान हो म कोअर्डिनेटर हो भनेर उनीहरूको उयो छैन क्या हामी कहिले पनि यो ठुलो सानो भन्ने हुन हामी क्लबको सदस्य हौँ र सदस्यले क्लबको लागि खटेको हुनुपर्छ भन्ने भावना राखेर सबैजना खट्ने गर्छौँ है यसरी हाम्रो सेक्रेटरी साहब पनि बिचरा हत्तु हैरान भएर सामान बोकेर यस्तो रहेछ आदि केटाहरू बिचरा उहाँहरूले पनि साँझो सामान लिएर साइडमा पुगिसक्नु भयो है कतिले अघि नै सिमेन्ट लगेर जानुभयो कतिले हात हतियार लगेर जानुभयो कतिले साँझोसम्म सौदाहरू किन्नु हुँदैछ है र क्लब भन्नुको अर्थ नै त्यही हो है साथीभाइ मिलेर कुनै पनि कार्यलाई उठाउनु होइन खुसी खुसी एउटा कठिन परिस्थितिलाई टाल्नुलाई नै एउटा सङ्गठन भन्छ जस्तो लाग्छ हामीलाई चाहिँ है र हामीले पनि केही गर्नु खोज्दैछौँ सायद हामी सफल भइरहेको छौँ जस्तो पनि मलाई लाग्छ र आउँदो निकट भविष्यमा पनि हामी यसरी नै बस्नु पाऊँ यसरी नै है राम्रो कार्यलाई खुसी खुसी उठाउनु पाऊँ भन्ने एउटा है चाहना छ र त्यही चाहनाको पछि लागि परेका छौँ है हामी सबैजना अलिक अप्ठ्यारो पनि छ मिलिङ राइडर्स क्लबको केटाहरू यस्तोहरू छ नि त व्यागनरमा सर्ट ट्रेनको काठ सिमेन्टहरू बोक्छ के गर्नु अब यस्तै छ केटाहरू अलिकति बेहोरा ठिक छैन केटाहरूको लास्टमा आफू चाहिँ यसरी ल व्रत वल्कबाट सुरु गरौँ न ऊ त व्रत बसेर आएको छ अन्त आज व्रत बसेर आउने जाउँ पर ल हामी चाहिँ आज क्लबको मेम्बरहरू मात्र नभएर है हामी क्लबका मेम्बरको वाइफहरू है घरवालीहरू पनि एकदमै सपोर्टिभ हुनुहुन्छ हामीलाई सपोर्ट गर्नुहुन्छ हामी बिहानै कोही बेला है अधरातमा निस्किन्छौँ बेलुका राति मात्रै घर पस्छौँ तरै पनि है हाम्रो घरको मिसेसहरूले हामीलाई अन्डरस्ट्यान्डिङ गर्नुहुन्छ बुझ्नुहुन्छ सपोर्ट गर्नुहुन्छ र आज पनि हाम्रो शिलान्यास छ भन्दाखेरि है हाम्रो क्लबको अरू बिचरा भाउजूहरू त आउनु सक्नु भएन है उहाँहरूको आफ्नो व्यस्तता थियो तर मेरो बुढीको चाहिँ आज व्रत पनि थियो र उसले त म पनि जान्छु शिलान्यासमा भनेर ऊ आएर है हामीलाई सपोर्ट गर्दैछ है तपाईँले देख्न सक्नुहुन्छ है श्री गणेश भयो हाम्रो सुरु भयो आज हाम्रोदेखि चेयरम्यान साहबकोबाट पनि अलिकति सुरुवात हो चेयरम्यान साहब लागिहाल्नु भयो सेक्रेटरी साहब हुनुहुन्छ सेक्रेटरी साहबले पनि दिनुहुँदैछ अब है र हाम्रो आजको यो जति पनि अब स्पेसल कुरा चाहिँ के छ भने यो जति पनि प्रोग्राम है यो हाम्रो जुन चाहिँ आई लभ मिलिङको प्रोग्राम छ त्यसको कोअर्डिनेटर चाहिँ हाम्रो दिपेन जो हुनुहुन्छ जो चाहिँ जसले चाहिँ आज यो
कार्यको सुरुवात गर्नुभएको है आफै पुरोहित पनि हुनुहुन्छ उहाँ आफैले पूजा गरेर आज सुरुवात गरेर यो प्रोग्रामलाई है हाम्रो यो इन्टायर प्रोजेक्टलाई कोअर्डिनेट गर्नुहुन्छ हाम्रो जोजोले है र अब हामी पनि टिका सिका लाएर काम सुरु गर्नुपर्छ ल बाई रुन लामा मेमेलाई है उहाँले यो कर्म गरिदिनु भएकोमा हाम्रो क्लबको एकजना है सक्रिय मेम्बर भए पनि उहाँ एकदमै है धर्म एकदमै है जसले चाहिँ आज हामीले राइडर्स क्लबको यो नयाँ है कार्य आइडम्बेरीको बोर्डमा पूजा अर्चना गरिदिनु भयो र उहाँलाई हामीले धेर थोर केही नदिने छ पनि एउटा दक्षिणा स्वरूप है हामी राइडर्स क्लबबाट नलिनु पर्ने हो तर के पनि अब यो म एउटा क्लबकै मेम्बर भएको यो नियम अनुसार नियम नभएर मैले यो स्वीकार गर्नु धन्यवाद र हाम्रो पूजा पनि सम्पन्न भयो है श्री गणेश भइसक्यो हाम्रो सुरुवात गरिसक्यौँ र ए अब केटाहरू काममा पनि लागिहाल्यो छिटो छ हाम्रो केटाहरू एकछिन पर्खेर जस्तो पूजा सकेको काममा लागिहाल्यो र हामीले चाहिँ कुनै मिस्त्री हायर गरेको छैनौँ कुनै हेल्पर होइन कुनै वर्कर हायर गरेको छैन हामी स्वयं आफैले नै क्लबका मेम्बर्सहरूले नै यो कार्यलाई उठाउने हामीले है प्रण लिएको छौँ भनौँ है र हाम्रो क्लबमा मिस्त्रीको पनि कमी छैन मिस्त्रीहरू पनि हुनुहुन्छ है मिस्त्रीको हेल्पर्सहरू हुनुहुन्छ टेक्निसियन्सहरू है ह्यान्डिम्यान्सहरू इलेक्ट्रिसियन्सहरू सबै हुनुहुन्छ हाम्रो क्लबमा है कुनै कुराको कमी छैन त्यसरी नै हामीले कुनै वर्कर है कन्ट्र्याक्टरहरू हायर नगरौँ हामी स्वयं आफैले नै गरौँ भनेर चाहिँ हामीले नै गर्दैछौँ यो है जिजे हो जिजे 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 हो जिजे 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 आसेङ उहाँ चाहिँ जिजे आसेङ बगर अनि म को हिरो उहाँ चाहिँ बिचरा यहाँ मामा हाम्रो महेन्द्र मामा पनि आएर हामीलाई सघाउनु हुँदैछ यस्तो जोसिलोहरू छ नाम मिनी जेसिबीहरू छ हाम्रोमा हाइड्रोलिक मिनी जेसिबी हजुर र अहिले चाहिँ फाउन्डेसन खनिसकेर
केटाहरूले सोलिङ लाउनु पनि स्टार्ट गरिसक्यो है सोलिङ गर्छ केटाहरूले यहाँ आउँछु भनेर आएन त बोल के ल्याएर आउनु न सुँगुर मर्दछ मर नबनाइ हुन्छ त्यो खोर त्यो खोर नबनाइ हुन्छ पुरा सुँगुर मर्दैछ सुन न हाम्रो बिचरा सजन काका हाम्रो महेन्द्र मामा उहाँले पनि बिचरा अघिदेखि नै आएर सघाइदिनु हुँदैछ यहाँ पनि हाम्रो चाहिँ पारा चाहिँ खासमा चाहिँ नेपालको हर्कबहादुर साम्पाङकै पारा हो है यहाँको चाहिँ रोजमा है अथवा कन्ट्र्याक्टमा ठेकामा होइन सबैजना आएर आफ्नो आफ्नो है जतिसक्दो श्रमदान दिनुहुँदैछ र जति पनि हेरेर बस्नु भएको छ उहाँहरू पनि है अलिकति पनि फुर्सद पाउनुभयो भने है हामीलाई यहाँनिर आएर हजुरहरूले यो हाम्रो एउटा सोचलाई साकार बनाउनुमा है मद्दत गर्न सक्नुहुनेछ हजुरहरूले पनि अघि बिहान मजाले युनिफर्म है बक्खु लगाएर घन्टी बजाउँथ्यो अहिले त ढुङ्गा पो बजाउँदैछ अघि बिहान उयो होइन घन्टी बजाउने यता हेर्नुहोस् त जोजो अनुहार त हो नि हौ केटाहरू बिचरा भोकले वाइवाईहरू बनाएर खाँदैछ खाजापिनाको बन्दोबस्त छैन अन्त वाइवाई खाँदै काम गर्दै यहाँ वरिपरि छेउछाउमा दोकानहरू पनि छैन केटाहरू अघि बाइकमा गएर अलिकति पानी जुस यो वाइवाई चाहिँ लिएर आएको छ त्यो वाइवाई खाँदै काम गर्दै गर्दैछु मलाई फोन गरेर म आउँछु ल्याउनु आलु र पुरी ल हाम्रै आजको हाम्रो लन्च पनि अर्डर भयो पुरी र आलु भन्नुहुँदैछ काकाले र अब यहाँ काम गर्दा चाहिँ पुरी र आलु खाइ हुने चाहिँ डोनेट बाई अर्डर भयो काका हजुर डोनेटेड बाई चाहिँ को हो सेयर गरिदिनु ल सचिना दिदी ए यो चाहिँ हामीलाई उहाँले सेवा पुऱ्याउनु भएको छ है उहाँको तर्फबाट चाहिँ आलु र पुरी दिनुभएको छ र बिचरा अब सचिना दिदीलाई पनि धेरै धेरै धन्यवाद छ है यो भिडियो मार्फतमा उहाँलाई म धन्यवाद टक्राउन चाहन्छु है र यसरी नै हामी अझै जोसिएर अरू राम्रो काम पनि गर्दै जानेछौँ आशा छ सम्पूर्णले है सम्पूर्ण मिलिङले नै हामीलाई है सघाउ पुऱ्याउनु हुनेछ हामीलाई साथ दिनुहुन्छ है र बिचरा सचिना दिदीले है खाजा ल्याइदिनु भएको छ केटाहरू गली थाकी अब चाहिँ खाजा है खान लाग्यो खाजा पनि म देखाइदिन्छु तपाईँहरूलाई है खाजा चाहिँ यस्तो छ है हाम्रो चाहिँ राम्रै छ है फेरि आलुदम यो ढक्कन उठाउँछ जो पुरी यो चाहिँ फेरि रक्सी होइन नि फिका चिया नुनको फिका चिया है सुरु भयो अब केटाले खान थाल्यो है बिहिबार होइन बोका म त खाँदिनँ यिनीहरू खान्छ नि बिचमा अघि भनेर चाहिँ अन्डा पनि भन भन्नु तिमी होइन बिहिबार भन्ने तिमीले खाँदा हुन्थ्यो त अन्त त्यो तिमीहरूले रिस गऱ्यो अघि अन्त कहाँ हुन्छ हो हाम्रो चाहिँ ग्रुपमा यस्तो हुन्छ खानुको लागि पनि झगडा पर्छ हामी त कर लाग्यो नि त्यहाँबाट स्पोन्सर गरेको रोटी पो थियो
र यो भुइँ ढलाइ पनि एकपल्ट भुइँ ढलाइ भइसक्यो, एकपट्टि चाहिँ अलिक पुगेको छैन, त्यो गर्नुपर्छ अब। आज चाहिँ यहाँसम्म चाहिँ पुग्यौँ हामी है। यो ढलाइ हालिसक्यो, फाउन्डेसनको ढलाइ हालिसकेर केटाहरू साफसफाइ गर्दैछ, हातखुट्टा धुँदैछ, हतियारहरू धुँदैछ है। कसैले बिचरा हाम्रो मामा है ओखडा निवासी महेन्द्र गुरुङ मामाले बिचरा अघि दिनभरि आएर उहाँ फिजिकली पनि सघाउनु भयो, साथसाथै उहाँले केटाहरूलाई है गली थाकी हुन्छ, चिया खानु मन हुन्छ भनेर बिचराले तातो तातो चिया पनि ल्याइदिनु भएको छ। अन्त काम गरिसकेर त्यो तातो तातो चिया खाँदै है केटाहरूले हातखुट्टा धोइसकेर एकछिन बिसाइरहेको छु र अब चाहिँ घरतिर लाग्ने है। र अघि चाहिँ है हाम्रो मामाले महेन्द्र मामाले अघि एउटा प्रश्न गर्नुभएको थियो हामीमा है, र हजुरहरूलाई पनि त्यो प्रश्न गर्नु चाहन्छु, उहाँले उत्तर पनि दिनुहुन्छ है। मामा प्रश्न त के भयो? प्रश्न त के थियो? प्रश्न हजुर एउटा राजाको चाहिँ एउटा दरबार थियो होइन, त्यो दरबार सेक्युरिटी गार्डहरू भन्ने त्यहाँ दरबार भन्ने कोही पनि थिएन, त्यहाँ दरबार चाहिँ दरबार कोही थिएन हजुर होइन। त्यहाँ गेटमा देखेको थियो 5जना नानीहरूको, तिनजना छोरी र दुईटा छोरा, दुईटा छोराको नाम चाहिँ नाम थियो। दरबारहरू केही थिएन, सेक्युरिटी केही थिएन, तरै पनि त्यो नाम पढेपछि चाहिँ भित्र पस्नु सक्दैन। त्यो नाम चाहिँ के हो? दुईजना छोरा र तिनजना छोरीको नाम चाहिँ के हो, जुन चाहिँ पढेर दरबान बिना कोही गेटबाट पनि छिर्नु सक्थेन भनेर भन्नुभएको थियो। हामीले कसैले पनि त्यो जवाब दिन सकेनौँ र आसेङले मामाले नै आज त्यो उत्तर दिनु हुँदैछ है। मामा के त्यो उयो चाहिँ नाम चाहिँ छोरीहरूको नाम चाहिँ थियो होइन, हजुर तिनजना छोरीहरूको नाम चाहिँ अनुमति र बिना, अनुमति बिना तिनजना थियो। अन्त प्रवेश र निषेध चाहिँ दुईजना छोरा थियो। अनुमति बिना प्रवेश निषेध। दामी मामा दामी 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 है। हजुरहरूले पनि सुन्नुभयो होला है, कस्तो लाग्यो तपाईँहरूलाई पनि? राम्रो नै लाग्यो होला, कमेन्टमा चाहिँ बताउनु होला है तपाईँहरूलाई कस्तो लाग्यो। र अब चाहिँ चिया खाइसकेर है एकछिन बिसाएर चाहिँ हामी पनि घरतर्फ लाग्ने है। र हजुरहरूदेखि पनि बिदा चाहन्छु आजलाई यति नै है, र भोलि फेरि भेटौँला है। बाई।